दर्शकबिन नमस्कार। कार्यक्रम अपन विशेष में अपने सबके हार्दिक स्वागत है। जनकपुर धाम के सीताचरण होटल में हम सभी कार्यक्रम रिकॉर्डिंग कर रहा जी। हमरा सबक आजुक विशेष अतिथि गण्डकी सरकारक मुख्यमंत्री कृष्णचन्द्र नेपाली पोखरेल जी छथि। एखन जनकपुर भ्रमण में छथिन। हिनका संगे विविध विषय पर बातचीत करके लिए उपस्थित भेल छी। मुख्यमंत्री जी यहाँलाई स्वागत छ। धन्यवाद। जनकपुर फर्स्ट टाइम हो कि यस अगाडि पनि आउनु भएको थियो कहिले? होइन, मेरो जनकपुर त धेरै पुरानो 2000 मलाई लाग्छ 21-22 सालतिर पनि म जनकपुर आएको थिएँ। त्यसपछि पनि पटक पटक म जनकपुर आउने अवसर किन हुन्थ्यो भने मेरो यो स्नातक एजुकेसन चाहिँ सीएम कलेज दरभंगा, जसले गर्दा मेरा साथीहरू अब यो 70 72 धनुषा मै हुनुहुन्थ्यो। त्यसले गर्दाखेरि म त्यतिखेर आउने जाने गर्थेँ र बीचमा पनि म पार्टीको एउटा केन्द्रीय सदस्य हुँदै गर्दा पनि आएको थिएँ। तर अब यो यसपटकको अब आयोजन हो, यो विशेष एउटा सरकार प्रमुखको हैसियतले मध्य प्रदेश सरकारको निमन्त्रणामा आउने जुन अवसर मिल्यो, अब यो यसको आफ्नै ऐतिहासिक महत्त्व छ। उहिलेको आगमन र अहिलेको आगमनमा धेरै ग्याप छ र परिस्थिति पनि फरक छ। सरकार प्रमुखको हैसियतले आउनु भएको छ। उहिलेको जनकपुर र आजको जनकपुरमा के फरक पाउनुभयो? धेरै पहिला नजाउँ, केही वर्ष पहिला म जनकपुर आउँदै गर्दा र आज आउँदा धेरै फरक पाएको छु। यहाँ सङ्घीयतामा मुलुक प्रवेश गरिसकेपछि सातै प्रदेशका सरकारहरू आफ्नो क्षमताले भ्याएसम्म आफ्नो प्रदेशलाई एउटा चाहिँ अब्बल प्रदेश बनाउने, प्रदेशका जनताहरूको हितमा काम गर्ने जुन एउटा परम्परा सुरु भएको छ, त्यसमा मध्य प्रदेशमा मैले चाहिँ हेर्दाखेरि मैले के पाएँ भने यहाँ जनकपुरको जुन स्वच्छ सफा जुन देखिरहेको छु होइन, साथसाथै अस्ति 21 गतेदेखि आजसम्म आइपुग्दै गर्दा यहाँका निजी क्षेत्रका साथीहरू, यहाँ सरकारमा रहने साथीहरू, यहाँका पत्रकार मित्रहरू या यहाँको नागरिक समाज सबैमा एक प्रकारको के छ भने हाम्रो यो प्रदेशलाई चाहिँ अगाडि बढाउँ भन्ने जुन एउटा मैले भावना पाएँ, त्यसले मलाई ठुलो एउटा प्रेरणा दिएको पनि छ। यो जनकपुर क्षेत्रमा अहिलेसम्म 2 दिनको बसाइमा कहाँ कहाँ घुम्नुभयो सर? अब सुरुमा 21 गते जब हामी बुद्ध एयरबाट यहाँ ल्यान्ड गऱ्यौँ, यहाँ सरकारको तर्फबाट एकदम ठुलो हामीलाई हार्दिकतापूर्वक स्वागत भयो। त्यसपछि म माननीय मुख्यमन्त्रीजीको कार्यालयमा हामी गयौँ, त्यहाँ पनि उहाँले मलाई हामीलाई स्वागत गर्नुभयो। त्यसपछि प्रदेश प्रमुखमा पनि म गएँ र सबभन्दा एउटा मेरो लागि नयाँ त्यो के हो भन्दाखेरि भारत सरकारले जुन अफर गरेको जुन रेल छ, जो आएर यहाँ बसिराखेको अवस्था हो, संजोगले त्यो पनि चढ्ने मौका मिल्यो। अनि त्यसपछि त म अब यता तपाईँको त्यहाँ धनुषा धाम गएँ, अब जाने कि त भइहाल्यो। अनि हिजो दिनभरि तपाईँको चाहिँ पश्चिमतिरका धेरै पीठहरू हामी गयौँ होइन। अन्तिममा यो गढीमाई धाममा गएँ, त्यहाँ बसेँ, त्यहाँ पनि ठुलो स्वागत भयो र त्यहाँका पुजारी लगायत सबैसँग बस्ने र त्यहाँका मेयर साहबहरू, जनप्रतिनिधिहरूसँग भेट्ने मौका मिल्यो। म अहिले जलेश्वर जाँदैछु। समग्रमा हेर्दाखेरि यो मध्य प्रदेश चाहिँ धार्मिक पर्यटकीय क्षेत्र जस्तो लाग्छ। यहाँको घुमाइले पनि त्यस्तो आभास भएको हुनुपर्छ। के सम्भावना देख्नुभयो मधेसलाई? अब मधेसलाई मेरो विचारमा के छ भने यहाँ अझै पनि मध्य प्रदेशको मूल एउटा आधार विकासको भनेको कृषि नै हो भन्ने लाग्छ मलाई। किन त्यति धेरै जमिनहरू अहिले पनि हामीसँग छ। यदि यसलाई सही तरिकाले हामीले इरिगेसनको व्यवस्था गर्न सक्यौँ, अन्य सुविधाहरू दिन सक्यौँ, अब चक्लाबन्दीतिर पनि लान सक्यौँ र आधुनिक खेती गराउन सक्यौँ, व्यावसायिक खेतीतर्फ लान सक्यौँ भने एउटा पहिलो त्यो छ। त्यसपछि त तपाईँको उद्योगको त छँदैछ सम्भावनाहरू। साथसाथै यहाँ मध्य प्रदेशमा आएर देखिसकेपछि के हामीलाई फिल हुन्छ भने यहाँ धार्मिक पर्यटकीय को सम्भावना पनि धेरै ठुलो सम्भावना छ। किनभने सबैभन्दा पहिले त अब जानकी मन्दिर, जनकपुर धाम,
आफैमा हाम्रो छिमेकी राष्ट्र भारतदेखि लिएर नेपालको सम्पूर्ण जनताहरूको एउटा आस्थाको केन्द्रको रूपमा रहेको छ। यसलाई हामीले परिचालित गर्न सक्यौँ भने यसले चाहिँ एउटा ठुलो हामीलाई उपलब्धि दिन्छ। र अहिले मेरो भ्रमणको खास अर्थ पनि के हो भन्दाखेरि यो साधारण भ्रमणको एउटा आन्तरिक पर्यटनलाई अलिकति गरौँ, किनभने विगत र अहिलेमा फरक छ। हिजो हामीले पर्यटन भन्नासाथै हाम्रा नियम कानुनहरूले पनि पर्यटन भन्नासाथै के गर्थ्यो भन्दाखेरि बाहिरका खास गरिकन व्हाइट्स हैनहरूलाई मात्रै इन्डिकेट गर्ने भने जस्तो थियो। तर अहिले के भन्नु भने आन्तरिक पर्यटनलाई जति हामीले विकास गर्न सक्छौँ त्यति नै हामी आर्थिक समृद्धिमा पनि हामी जान्छौँ र साथसाथै यो पारस्परिक सद्भाव पनि हामी बढाउँछौँ। त्यो सन्दर्भ हेर्दाखेरि मैले हेरेँ, उदाहरण दिन चाहन्छु म। जस्तो महामहिम भारतीय प्रधानमन्त्री आउँदा यहाँ मैले न्युजमा पढाएको थिएँ। मैले हिजो सोधेँ मुख्यमन्त्रीलाई अस्ति, त जुन एउटा सर्किटका कुराहरू आएका थिए, प्लेन के भएको छ भने त्यो एउटा लेभलमा अगाडि बढिरहेको छ भन्नुहुन्थ्यो उहाँले। ठिक छ, टाइम लाग्ला। यदि भारतीय मुख्य सहरहरूबाट जनकपुर धाम आएर कोही तीर्थालु या पर्यटकहरू यहाँबाट पोखराबाट मुक्तिनाथ लान सकियो भने हो त्यो एउटा हाम्रो लागि ठुलो उपलब्धि हुन्छ। र अर्को के भन्दाखेरि पर्यटकहरूलाई ल्याइसकेपछि कति दिन हामीले होल्ड गर्न सक्छौँ, कति दिन राख्न सक्छौँ, यो पनि डिपेन्डेड छ। पर्यटक आउने, जनकपुर धामको दर्शन गर्ने अनि प्लेनबाट जाने भयो भने पर्यटकलाई होला, तर हाम्रो लागि वास्तवमा खास धेरै उपलब्धि हुन्छ। यसले गर्दाखेरि यहाँ आइसकेपछि कमसेकम 2 दिन 3 दिन 4 दिन कति सक्छौँ उहाँहरूलाई हामीले मध्य प्रदेशमा नै उहाँहरू इन्भल्भ गराएर राख्न सकियो भने त्यसको चाहिँ इकोनोमी गति। जनकपुर र पोखरा बिचको एयर कनेक्टिभिटी यहाँकै आगमनसँग समुद्घाटन पनि भएको छ। यो कनेक्टिभिटीलाई अझै सार्थक बनाउनका लागि र जस्तो हामीले बुद्ध एयरसँग बुझ्दाखेरि अहिले अग्रिम बुकिङ भइसकेको र फुल प्लेनहरू बुक भइसकेको कुरा, यसको मतलब यो कनेक्टिभिटी सफल र सार्थक एकदम पूर्ण सार्थक छ। गण्डकी प्रदेश सरकारले अझै कसरी विस्तारित गर्छ? अब गण्डकी प्रदेश सरकारको त यहाँलाई भनौँ, मेरो प्रदेशको नै मेन आधार भनेकै पर्यटन हो। यहाँलाई थाहा छ हाम्रो राजधानी जसरी ऐतिहासिक तीर्थ यसको महत्त्व छ जनकपुरको, त्यस्तै पोखरा भनेको सबले स्वीकारेको हो, औपचारिक रूपमा घोषणा नभए तापनि। यद्यपि प्रदेश सरकारले घोषणाको लागि पनि अनुरोध गरेको छ केन्द्रीय सरकारलाई। त्यो हाम्रो के भने यो नेपालकै पर्यटकीय राजधानी हो, स्वीकार्य अवस्था हो। त्यसले गर्दाखेरि हाम्रो पर्यटन त म्याक्सिमम् के हुन्छ भने हाम्रो राजधानीबाट धेरै ठाउँमा कनेक्टिभिटी माने कनेक्सन रहोस् प्लेनबाट होइन। जस्तो यो 6औँ हो होइन। अब हामी चाहन्छौँ एक नम्बर प्रदेशमा पनि बुद्ध एयरलाई हामीले अनुरोध गरेका छौँ या अरू एयरलाई पनि होइन। र कमसेकम धेरैभन्दा धेरै फ्लाइटहरू बनोस् र भोलि इन्डियाका मेन सहरहरूबाट पनि पोखरामा आओस्। हामी चाहन्छौँ जनकपुर टु पोखरा होस्। यी सब हाम्रा एउटा सोच छ होइन। अब सोच छ, यसलाई कार्यान्वयन गर्न त टाइम लाग्छ नै। अलिकति पोलिटिकल कुरा पनि गरौँला। समग्रमा जनकपुर र मधेस सरकारको आतिथ्यता कस्तो लाग्यो यहाँलाई? मलाई संक्षिप्तमा भन्नुपर्दा हाम्रो मिथिला संस्कृति जुन छ, अतिथि देवो भववाला संस्कृतिलाई यहाँको सरकारले पनि, यहाँका निजी क्षेत्रका प्रतिनिधि साथीहरूले पनि र मलाई नागरिक समाजले पनि जहाँ जहाँ हामी गयौँ त्यहाँ जुन एउटा उहाँहरूले एउटा आत्मीयता जुन दिनुभयो त्यसबाट हामी एकदमै प्रभावित भएका छौँ। अब अलिकति पोलिटिकल कुरा गरौँ। यहाँ संसदीय दलको नेता पनि हुन्छ गण्डकी प्रदेश नेपाली कङ्ग्रेसको, र यो मधेस पनि एक समय नेपाली कङ्ग्रेसको गढ थियो। आज अरू कसैको नेतृत्वमा सरकार छ। गठबन्धनको भविष्य के हेर्नुहुन्छ अब? यसमा अलिकति यहाँले मलाई प्रश्न सोध्दै गर्दा तपाईँले कङ्ग्रेसको संसदीय दलको नेता पनि मलाई हो नै म होइन। हामीले ल्याएको व्यवस्था भनेको बहुदलीय व्यवस्था हो। अहिले हामीले ल्याएको व्यवस्था सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो भनौँ न। त्यो पनि बहुदलीय प्रतिस्पर्धामा आधारित हो। यसमा कोही पार्टी आउने सत्तामा आउँछ जान्छ, जनताले हेर्छ, त्योभन्दा बेटर अर्को ल्याउँछ, यो स्वाभाविक प्रक्रिया हो। तर एउटा कुरो के हो भन्दाखेरि मध्य प्रदेशको यो लोकतान्त्रिक सङ्घर्षको दौरान होइन जुन योगदान रह्यो, त्यो योगदान वास्तवमा नेपालको लोकतान्त्रिक आन्दोलनमा एउटा इतिहासको एउटा सुनौलो अक्षरमा लेखिन्छ भन्ने मलाई लाग्दछ। किनभने मैले हिजो अस्ति डिनरको उसमा भनेको थिएँ, यहाँ के भने हाम्रो यो प्रदेश अहिलेको मध्य प्रदेश हिजोको मधेस थियो।
यसले नेपालमा मात्रै नभइकन यसले इन्डियाको आजादीको लागि इन्डियन इन्डिपेन्डेन्स मुभमेन्टको लागि पनि ठुलो योगदान पुर्याएको छ। तपाईँलाई यही मार्फत म भन्न चाहन्छु, डाक्टर राममनोहर लोहियाहरू जब भूमिगत भएर यहाँ बस्दै हुनुहुन्थ्यो, राणा सरकारले उहाँहरूलाई थुनेपछि हाम्रो सप्तरीका जनता त्यतिखेर तत्कालीन युवाहरू, म सबैको नाम भन्दा पनि रामेश्वर प्रसाद सिंहको मलाई याद छ हिस्ट्री थ्रु लगायत उहाँहरूले जनता लिएर गएर जेल तोडेर डाक्टर लोहियाहरूलाई मुक्त गराउनु भएको यो ठाउँ हो। त्यति मात्रै होइन, मैले हिजो भने अब शहीद दुर्गानन्द झाको पनि यही ठाउँ हो होइन। त्यति मात्रै होइन, सरोज प्रसाद कोइराला जसलाई लोकतान्त्रिक आन्दोलनमा लागे बाबत पञ्चायतले हत्या गरेको पनि ठाउँ यही हो। र त्यति मात्रै नभइकन तपाईँको चाहिँ मैले भने अहिले हाम्रो रामनारायण मिश्रजीलाई हामी त्यत्तिकै सम्मानपूर्वक नाम लिन सक्छौँ अहिले। र अर्को के हो भन्दाखेरि गजेन्द्र नारायण सिंह, जोसँग म सँगै बस्ने दरभङ्गा अवसर पऱ्यो, किन त्यतिखेर उहाँ काङ्ग्रेसको नेता हुनुहुन्थ्यो र हामी कङ्ग्रेसका युवाहरू थियौँ। र गजेन्द्र नारायण सिंहको पनि भूमि यही हो र जसले यो मुलुकमा सङ्घीयताको पहिलो ओपन कुरा गर्नुभएको उहाँले हो। र त्यही हुँदै हुँदै जाँदै जाँदा एउटा राष्ट्र नै एउटा सङ्घीय लोकतान्त्रिक गणतन्त्रतिर गयो र मधेस आन्दोलनसँग तपाईँको के भन्दाखेरि सम्झौता हुँदाखेरि औपचारिक रूपमा डकुमेन्टमा चाहिँ सङ्घीयताले प्रवेश पाएको। यसरी हेर्दाखेरि मध्य प्रदेशको त्यो ठुलो रोल छ। त्यो यी सब पृष्ठभूमिमा नै योलाई सम्मानका साथ चाहिँ गण्डकी प्रदेश पनि कस्तो भने लोकतान्त्रिक आन्दोलनको त्यो एउटा उर्वर भूमि हो। त्यो पनि त्यहाँ पनि 101 हाम्रा मतलब के भने सेनानीहरू हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसकै स्पेसल्ली होइन, केही वामपन्थी पनि हुनुहुन्थ्यो। त यो दुईटा इतिहासलाई र यो सेन्टिमेन्टलाई जोड्न पनि जरुरी छ भन्ने पनि महसुस गरेर मैले पहिलोपटक मेरो आफ्नो इनिसिएटिभमा हाम्रो सरकारको तर्फबाट मध्य प्रदेशको सरकार प्रमुख माननीय मुख्यमन्त्रीलाई मैले आमन्त्रण पठाएको। किनभने मेरो पर्यटन मन्त्रीजी यही सेमराको पहिलो फ्लाइट उहाँले ओपन गर्नुभएको र यो जुन हाम्रो इनर आन्तरिक पर्यटनको जुन क्षेत्र छ यसलाई बढाउनु पर्छ भनेर हाम्रा निजी क्षेत्रका जस्तो नाटा दुबई प्रदेशका अनि पर्यटन परिषद लगायत उद्योग वाणिज्य सङ्घ लगायत सबैको त्यो चाहना भएको हुनाले उहाँहरूको पहलमा सुरुवात हामीले गरे हो। र हामीलाई गौरव गर्न चाहन्छु कि पहिलो मुख्यमन्त्री जो मेरो गण्डकी प्रदेशमा जानुभयो त्यो मध्य प्रदेशकै मुख्यमन्त्री हुनुहुन्छ लालबहादुर राव। मेरो भनाइ के थियो भने एकजना नेपाली कङ्ग्रेसको पाको नेताको नाताले पनि गठबन्धनको त्यहाँ पनि सरकार छ, तपाईँ नेपाली कङ्ग्रेसको नेताको रूपमा मुख्यमन्त्री हुनुहुन्छ, यहाँ पनि तपाईँको इच्छा होला नि त नेपाली काङ्ग्रेसको मुख्यमन्त्री भएको भए मलाई अझै एकदम। र मधेस नेपाली कङ्ग्रेसको थियो, नेपाली कङ्ग्रेसले मधेसलाई बुझ्न नसकेको हो, के लाग्छ यहाँलाई? अहिले यस्तो हो, अब बुझ्नै नसकेको होइन होइन, तर पनि हामीले मधेसी जनताको सहानुभूति जब हामीले लिन सकेनौँ लोकतान्त्रिक हिसाबमा कुरा गर्दै गर्दा होइन, त्यसलाई त मापदण्ड त त्यही हो, मेजोरिटी बहुमत आयो भने जनताको समर्थन छ भन्ने देखिन्छ हो। त्यसमा हुनाले मधेसी जनताहरूले एउटा भर्डिक्ट दिनुभयो। तर मलाई अब के लाग्छ भने अबका दिनमा किनभने एउटा इतिहासले के बताइराखेको छ भने यो बेला बेलामा जनताले मतलाई परिवर्तन गर्नुभएको छ तर फेरि ठेगानमा आउनु भएको छ। उदाहरणको लागि 64मा माओवादीलाई अत्याधिक लगभग 2/3 पुर्यायो जनताले हो, संविधान ल्याउन सक्नु भएन उहाँहरूले। आखिर सुशील कोइरालाकै नेतृत्वमा दोस्रो संविधान सभा मार्फत संविधान आउनु पर्यो। किन आयो भन्दा जनताले देख्यो यिनीहरूबाट पार लाग्दैन, बरु यही काङ्ग्रेस ठिक छ भनेर भोट हाल्यो। त्यस्तै जस्तो तपाईँको चाहिँ अहिले भन्नुहोस् 2/3 बहुमत जनताले दिएको थियो नि त, नेकपालाई दिएको थिएन। त्यसो भए त्यो त हुन सकेन। त्यसो भएर आगामी इलेक्सनमा मलाई लाग्छ जनताहरू काङ्ग्रेसतिरै हेरिराख्नु भएको अवस्था छ। र कङ्ग्रेसलाई पनि म के अनुरोध गर्न चाहन्छु, एउटा म कङ्ग्रेस संसदीय दलको नेता पनि हो, काङ्ग्रेसको केन्द्रीय सदस्य पनि हो, म के चाहन्छु हामीले पनि के भने विगतका कुराहरूलाई कमजोरीहरूलाई महसुस गरेर अब जनताका बिचमा उहाँहरूको अभिमतलाई सम्मानका साथ अगाडि बढाउँछौँ भन्ने प्रण त कङ्ग्रेसीहरूले पनि गर्नु पर्यो है। तर मधेसका जनताहरू लोकतन्त्रवादी जनताहरू भएको हुनाले र यो विरासत काङ्ग्रेसको जुन छ त्यो एकदम छोड्यो भनेर म मान्न तयार छैन होइन। अबको इलेक्सनमा त्यो देखिन्छ भन्ने मलाई विश्वास लाग्छ। जनकपुरको सवालमा जनकपुरमा स्वतन्त्र उम्मेदवारहरू मेयर बनेका होइन र अहिले पनि अब मधेसी दल मेयरमा जितेको छ। कङ्ग्रेस पटक पटक नेतृत्वबाट वञ्चित भएको अवस्था त जनकपुरको परिप्रेक्ष्यमा जनकपुरलाई विकास गर्नका लागि के गर्न सकिन्छ यहाँलाई के लाग्छ? अब यसमा के छ भने कङ्ग्रेस अहिले मैले भने
पार्टीले इलेक्सन भनेको जनताको सहानुभूति हुँदैमा पनि जितिँदैन। त्यसलाई धेरै कुराहरू मिलाउनु पनि पर्छ। त्यो भने के हुन्छ भने कतिपय टिकट दिँदा मिलाउनु पर्या हुन्छ, आन्तरिक ब्यालेन्स पनि गर्नु पर्या हुन्छ, जातीय सन्तुलन पनि मिलाउनु पर्या हुन्छ, भेगीय सन्तुलन। अनि जनताको अभिमत लिने कुरो हो, कुनै दबावले दिने कुरो होइन होइन। यो पक्ष त जुनसुकै पार्टीले पनि हेर्नुपर्ने हुन्छ, काङ्ग्रेसले पनि हेर्छ। अब जहाँसम्म जनकपुर धामको डेभलपमेन्टको कुरो हो, अब मलाई धेरै डिटेल भन्दा पनि यहाँको मूल आधार भनेको के हो भन्दाखेरि अब यो धार्मिक पर्यटकीय क्षेत्रलाई नै अगाडि बढाउनु पर्छ। त्यसको मूल आधार जानकी, हाम्रो यो ऐतिहासिक जानकी, यसलाई आधार मानेर हामीले चाहिँ नै हेऱ्यौँ भने धेरै सम्भावनाहरू छ। जस्तो हिजो म गएँ, भरत ताल जो मेरो लागि एकदम प्रेरणाको भयो भनौँ न, त्यस्तो सम्भावना पनि त रहेछ नि त। त्यसो भए हुनाले पर्यटनलाई, धार्मिक पर्यटनलाई पहिलो हो, तर उद्योगको क्षेत्र पनि त्यत्तिकै हुनुपर्छ। र अर्को मलाई के लाग्छ भने अब सङ्घीय कानुन नियम यिनीहरूले अलिकति अल्झाएको अवस्था छ। नभयो भने तपाईँको चाहिँ प्रदेशमा एजुकेसन, जबसम्म हामीले शिक्षालाई, म अझै पनि म के भन्न चाहन्छु, हाम्रो सबै प्रदेशका सरकारहरू या सबै नेपालकै च्यालेन्ज भनेको शिक्षा हो। शिक्षा नीति हाम्रो जुन छ त्यो व्यवहारिक हुन सकेन। शिक्षा नीति अहिले चाहिँ 21औं शताब्दी अनुसारको हुन सकेन। अहिले ग्लोबल भिलेजमा कन्भर्ट भएको यो विश्वमा हामी उही ट्रेडिसनल पढाइ पढेका छौँ। त्यसो भए हुनाले अहिलेको साक्षरता भनेकै डिजिटल लिट्रेसी भन्ने एउटा शब्द प्रयोग भएको छ। जबसम्म तपाईँ त्यो दिन सक्नुहुन्न, हिजो परम्परागत साक्षरताले अहिले काम गर्दैन। त्यसो भए हुनाले अब यो त के भने विज्ञहरूको, विद्वानहरूको, विद्यापतिको भूमि हो यो। अहिले पनि 101 विद्वानहरू यहाँ हुनुहुन्छ, अहिले हायर गर्न पनि हामी सक्छौँ। तर शिक्षा नीतिलाई एकदमै राम्रोसँग अगाडि बढाउनु पर्ने एउटा हामी सबैको हो। त्यसपछि चाहिँ नै अरूको अब यहाँ जनता हुन् त कि धेरै जस्तो अब बेटी बचाऊ बेटी पढाऊवाला अभियान जुन यहाँ चलेको छ होइन, त्यो पनि एउटा तारिफ गर्ने लागेको छ है। यस्ता यस्ता आम पब्लिकलाई छुने किसिमको चाहिँ नि कार्यक्रमहरू ल्याएर यहाँ हामीले यदि सन्देश दिन सक्यौँ भने सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताहरूको आस्था अझ दृढ भएर जान्छ। यदि त्यो मिलाउन सकेनौँ भने निश्चित रूपमा जो गणतन्त्र नचाहनेहरूको लागि फेरि यो सहयोग हुन्छ। त्यस कारण हामी जुनसुकै पार्टीका किन नहौँ, जस्तो मेरै प्रदेशमा पनि अब हिजो नेकपा को सरकार थियो, 2/3 बढी थियो उसको होइन, त्यतिखेर पनि हामीले रचनात्मक सहयोग भनेर हामीले प्रदेशको समृद्धिलाई कहीँ पनि डिस्टर्ब गरेन हो। अरू अभ्यासका क्रममा हामीले अवरोधदेखि लिएर जो छन् लोकतान्त्रिक एउटा पद्धतिमा त्यो गरियो, तर एउटा समझदारी दिनु। जस्तो अहिले केन्द्रकै कुरा गरौँ, भदौदेखिको असर कहीँ न कहीँ समझदारी निकाल्नुपर्छ कि संसदीय अभ्यास भनेको के हो भने तपाईँ आवाज पनि बुलन्द गर्नुहोस्, जनताको कुरा पनि राख्नुहोस् र राष्ट्रको लागि चाहिँ जो नियम कानुन बनाउने या विविध निर्णय गर्ने सन्दर्भमा डिस्टर्ब पनि नगर्नुहोस्। यो अन्डरस्ट्यान्डिङबाट जानुपर्छ। जुन संस्कार चाहिँ हामीले देखाएको हो हिजो, आज अब केन्द्रमा देखिएको छैन होइन। मेरो प्रदेशमा त्यस्तो पनि हिजो जो मुख्यमन्त्री हुनुहुन्थ्यो उहाँ एउटा म्याच्योर्ड पोलिटिसियन हो, उहाँको लिडरसिपमा मलाई रचनात्मक सहयोग हुन्छ जस्तै मलाई लाग्दछ। र जहाँसम्म मेरो गठबन्धनको कुरो गर्नुहुन्छ, हामी कहाँ राष्ट्रिय जनमोर्चाकै सहयोगबाट भएको हो र अहिले पनि उहाँहरू हुनुहुन्छ। र मलाई के विश्वास छ भनेदेखि राष्ट्रिय जनमोर्चाले एउटा राष्ट्रिय पोलिटिक्सको खास गरी एमसिसी पास गरेको सन्दर्भमा उहाँहरूको विरोध हो, त्यो पनि गठबन्धनबाट अलग भन्नुभएको छ, समर्थन फिर्ता भन्नुभएको छैन। एक प्रदेशको त एमसिसी पास गर्ने कुनै रोलै छैन होइन। त्यसो कारणले उहाँहरूले पुनर्विचार गर्नुहुन्न, मतलब समर्थन कायमै राख्नुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ। यहाँको व्यस्तता पनि छ। अब दुईवटा सवाल, एउटा सवाल के छ भने हाम्रो यो मधेस सरकारका मुख्यमन्त्री र माननीय मन्त्रीज्यूहरूले पटक पटक के भन्नुहुन्छ भने यो प्रदेश सरकार त बनायो, तर जस्तो हाम्रो प्रहरी प्रशासन छैन, कर्मचारीको सर्वाबरुवा गर्ने अधिकार हामीसँग छैन, हामी चलाउन सकेनौँ। यहाँको अनुभव के छ? जे उहाँहरूको छ त्यही मेरो पनि हो। हिजो पनि त्यही थियो, हिजो पनि एउटै पार्टीको सरकार, यो मधेस बाहेक होइन, एउटै पार्टीको थियो तलमाथि होइन। अब अहिले गठबन्धनको छ। जे हाम्रो माननीय मुख्यमन्त्रीको यहाँ छ त्यही मेरो पनि हो। मेरो भन्नाले गण्डकी प्रदेशको पनि त्यही फिलिङ हो। र म केन्द्रीय सरकारलाई पनि के अनुरोध गर्न चाहन्छु भने एकात्मक सोच राखेर सङ्घीय पद्धति अगाडि जान सक्दैन।
त्यसो भएको हुनाले संविधानले जे जति अधिकार हामीलाई दिएको छ त्यसलाई नियम वा कानुन वा फलाना यो उसको बहानामा चाहिँ त्यसलाई ब्लक गर्नु हुँदैन। यसो भनिकन अब हामी निराश पनि हुनु छैन, किनभने अब प्रेसर पनि दिनु जरुरी छ। नयाँ हो गरौँला, अब माथिको अस्थिरताले पनि काम गरे हुनसक्छ र हामी अब निकट भविष्यमै अब हामी सामूहिक रूपमा कसरी हाम्रो केन्द्रीय सरकारलाई हामी एप्रोच गर्छौँ, प्रेसर दिन सक्छौँ, अब हामी त्यो सोच्दैछौँ। यो अभाव र अधिकार वञ्चित रहेको अवस्थामा पनि मधेस सरकारले गरेका केही राम्रा कुराहरू स्मरण छ यहाँलाई, जस्तो बेटी पढाऊ बेटी बचाऊ अभियान? एकदम मैले जस्तो यो खुला दिशा मुक्तवालाको एउटा देखेँ मुख्यमन्त्रीजीको उसमा, सबभन्दा मलाई छोएको त बेटी बचाऊ बेटी पढाउले हो, किनभने म मधेसको सोसाइटीसँग म नजिकबाट मेरो पनि सम्बन्ध होइन। यहाँलाई भनौँ मेरो आदरणीय चाहिँ नेता महेन्द्र नारायण नेदीजी, म दरभङ्गा पढ्दाखेरि म उहाँ कहाँ आउने जाने गर्दै थिएँ। अहिले सर्वप्रसाद नामले होइन, यो हाम्रो त ब्याकग्राउन्ड छ नि, त्यसले गर्दा यहाँको सामाजिक ऊ पनि मलाई थाहा छ। तर अहिले यो अभियानले राम्रो मेसेज दिएको जस्तो मलाई लाग्छ र मैले व्यवहारमा पनि हेरेँ हाम्रा। र अर्को हामीले कमजोरी बावजुद अहिले जुन एउटा संविधानले नै स्थानीय तहमा 40%को जुन सुनिश्चितता गरिदियो नि महिलाहरूको लागि, मैले हेरेँ गाउँ गाउँमा हाम्रो ठिक छ प्रमुख हुन कोसिस गरेको कुरो छ, बाँकी छ। तर हेर्छु तपाईँको वार्डमा पालिकामा जो महिलाहरू आइरहनु भएको छ नि, त्यो एकदम पोजिटिभ साइड हो। त्यसो भएर मलाई एकदम आकर्षण गरेको छ र हामी यसलाई अनुकूलन गर्न चाहन्छौँ। र मेरो प्रदेशमा पनि मैले अरूभन्दा हामीले चाहिँ एउटा लास्टमा एउटा अहिले भर्खर निर्णय भएको छ, त्यो के हो भने मेरो प्रदेशमा कुनै पनि व्यक्तिले ब्लड लिँदाखेरि पैसा तिर्नु पर्दैन। अब निःशुल्क ब्लड उपलब्ध गराउने हामीले एउटा सिस्टम गरेका छौँ है। त्यस्तै तपाईँको चाहिँ यो पहिला त कोरोना महामारीले हामीलाई त एकदम ठुलो बनाएको अवस्था थियो र मृतकको परिवारलाई 50,000 रुपियाँ क्षतिपूर्ति हामीले दियौँ। तर तिनका बच्चा बच्चीहरू जुन अर्फेन छन् होइन, उहाँहरूलाई हामी चाहिँ महिनाको 5,000 रुपियाँ दिने व्यवस्था गरेका छौँ। र मेरो प्रदेशमा कहीँ पनि हाम्रो गण्डकी प्रदेशमा तपाईँले अहिले बेवारिसे दाजुभाइ दिदीबहिनीहरू सडकमा पाउनुहुन्न, किनभने उहाँहरूलाई सिधै लहर हामी मानव सेवा आश्रमसँग सम्झौता भएको छ। पर हेड हामी अहिले 3,000 रुपियाँ दिएका छौँ, उहाँहरूले राख्नुहुन्छ। यसरी यो लोक कल्याणकारी राज्यले गर्नुपर्ने केही कुराहरू जसरी हाम्रो मध्य प्रदेश सरकारले बेटी बचाऊ बेटी पढाऊबाट सुरु गर्नुभएको छ, हामीले त्यहाँको परिवेशमा प्रारम्भिक रूपमा यी सब तरिकाबाट अगाडि बढाएको छ। 1 मिनटमा यो भ्रमण गरिसकेपछि अब यहाँको पनि परिकल्पना केही योजनाहरू होला, गण्डकी प्रदेशले यो मध्य प्रदेशसँग थप सम्बन्ध विस्तार गर्न र विकास गर्न के योजनाहरू ल्याउँछ? अब यस्तो छ, यसमा अब डिटेल वर्कआउट मैले हिजो पनि भनेको छु। हाम्रो दुवै प्रदेशको सरकारका निकायहरूले यसलाई बसेर फेरि कुन कुन सम्भावना लान सकिन्छ त्यो डिटेलमा हेर्नुपर्छ हो। अहिले हामीले सिधै हेर्दाखेरि त के अरे पहिलो त यो धार्मिक पर्यटनकै क्षेत्र भइहाल्यो। त्यो भनेको के हो भने जनकपुर पोखरा मुक्तिनाथ, जनकपुर पोखरा अर्को कुनै ठाउँ होइन, यो कनेक्टिभिटी जुन छ यसैलाई बढाउनुपर्छ नम्बर 1 कुरो हो। अर्को चाहिँ के छ भन्दाखेरि मधेस जस्तो जो साहसिक कुराहरू जुन हामी कहाँ छ नि, धेरै एडभेन्चरस स्पटहरू खेल्ने हाम्रो प्रदेशको त्यो प्राकृतिक बनावट छ है, त्यो चिज पनि हाम्रो लागि यदि यहाँका हामीले चाहिँ कनेक्सनमा राख्न सक्यौँ भने हाम्रो लागि पनि त्यत्तिकै फाइदामन्द छ। त्यस्तै यतातिर हाम्रो त के हो भने एकपल्ट 4 धामको रूपमा मुक्तिनाथ र जनकपुरको सेन्टिमेन्ट एउटै खालि जोड्ने काम थियो होइन, त्यति गर्न सकियो भने भौतिक रूपबाट कति हामीले उपलब्धि गर्छौँ, यसलाई अलिकति टाइम लाग्न सक्छ। तर एउटा भावनात्मक रूपबाट चाहिँ नि भौगोलिक रूपमा हामी डाइरेक्ट एट्याच नभए तापनि गण्डकी प्रदेश र चाहिँ मधेस प्रदेशका बिचमा त्यो एउटा जो सम्बन्ध हो त्यो विकासित गर्नु नै अहिलेको सबभन्दा ठुलो उद्देश्य। अमूल्य समय दिनुभयो मुख्यमन्त्रीजी, धेरै धेरै धन्यवाद। ल तपाईँ र तपाईँको यो लोकप्रिय टेलिभिजन मार्फत यो 2 दिनमा अस्तिदेखि आज तेस्रो दिन छ र यो मध्य प्रदेशमा आमन्त्रण मुख्यमन्त्रीको आमन्त्रण आइसकेपछि सरकार, निजी क्षेत्र, जनता, तपाईँहरू जस्ता पत्रकार सबैको जुन एउटा स्वागत सत्कार हामीले जुन मिथिला कल्चर अनुसार जो पायौँ, यसको लागि तपाईँको यही मिडिया मार्फत सम्पूर्णलाई हार्दिक म चाहिँ धन्यवाद दिन चाहन्छु। धन्यवाद। दर्शकवृन्द, गण्डकी प्रदेश सरकारक मुख्यमन्त्री एवं गण्डकी नेपाली कांग्रेसक संसदीय दलक नेता कृष्णचन्द्र नेपाली पोखरेलजीसँगै अन्तर्वार्ता अहिले सम्पन्न भेल। हमरा सबके आज्ञा दिए। नमस्कार।